हेलो गाइस, सबैजना नमस्ते छ मेरो मिनी भ्लगमा। अहिले चाहिँ म खाँदैछु चिया। हामी सबैजना भर्खरै उठेको। मनदीप के भन्छ सुशान मनदीप चाहिँ यहीँ सुतेको थियो। अनि फेरि हामीले सबैजनाले चिया खाँदैछौँ होइन। अनि अन्जन पनि आएको थियो नि त, अनि अन्जन र म चिया खाँदैछौँ होइन। आज चाहिँ हाम्रो गाउँमा यस्तो साह्रो गर्मी भइरहेको थियो, दसो र घाम जति लागिरहेको थियो। म एकैछिन हेल्थ सेन्टर गएको थिएँ। म हेल्थ सेन्टरबाट गएर आएर चाहिँ म दबाई लिनु गएको थिएँ। दबाई लिएर आएर चाहिँ म घरमा बसेको थिएँ। अनि यस्तो साह्रो गर्मी थियो, अनि यति साह्रो भन्दा अनि फेरि म यहाँ भाउजूलाई हेलो भन्नु भन्दैछु नि त, अनि भन्नु हुँदैछ भाउजूले। अनि फेरि म हेल्थ सेन्टरबाट आएर सुतेर उठेर चाहिँ यहाँ तपाईँहरूलाई घाम देखाइदिएछ। आज हाम्रो गाउँमा 10 जति घाम लागेको छ भने। अनि सिकाहरू पनि आएको थियो, सिका राखीहरू पनि आएको थियो हाम्रो घरमा। एकैछिन केही काम गर्नुको लागि आएको थियो, खेल्नुको लागि आएको थियो मेन कुरा होइन। अनि फेरि म एकैछिन नुहाइधुवाइ गरेर तपाईँहरूसँग भेट्दैछु होइन। आजको मौसम चाहिँ यस्तो दामी, हेर्नु न यस्तो सिनहरू कस्तो दामी देखिरहेको थियो होइन। अनि के भन्छ मजाले गर्नु गएँ। अनि म भिडियो पोस्ट गर्नु गएको थिएँ। भिडियो पोस्ट गर्नु गएको पनि भिडियो नै पोस्ट भएन। अनि फेरि यहाँ गोली खेल्दै थिएँ यिनीहरू, अनि एक दुई ताल मैले पनि गोली खाने। फेरि म पर घरतिर गइहालेँ, मेरो भिडियो पोस्ट गर्नु थियो तर वाइफाईमा भिडियो पोस्ट भएन। अनि यहाँ भुन्तुरले चाहिँ पानी खाँदै थियो नि त, अनि म चाहिँ पर घर आएँ भन्दैछु तपाईँहरूलाई। अनि आजको दिन चाहिँ यस्तो साह्रो गर्मी थियो क्या, म 10 जति घाम लागिरहेको थियो। अनि यता चाहिँ रुख उयोहरू पनि हेर्नुहोस् होइन। अनि फेरि म यता आएर चाहिँ यहाँ सोएर धर्कनको इन्ट्रोडक्सन के हुँदै थियो, यिनीहरूको उयो इन्ट्रोडक्सनै हुँदै थियो, झगडा बढ्दै थियो त, अनि मैले इन्ट्रोडक्सन भनेको। अनि यहाँ चाहिँ पुरा बाध्य थियो होइन। अनि यस्तै हो होइन। मेरो भिडियो मन परेछ भने चाहिँ सब्सक्राइब गरिदिनुहोस् होला होइन। अरू डु लाइक से सब्सक्राइब। अनि फेरि हामीले त्यहाँबाट आएर चाहिँ हामी सबैजनाले चिया खायौँ यहाँ छतमा सबैजना मिलेर। केटाकेटी चाहिँ के साह्रो भाइकोमा आउँदैछ भन्दाखेरि चाहिँ नोट ब्याड मेरो साथी हुन्छ त, एकैछिन आराम गर्नु पाउँछु भनेर चाहिँ मैले बोलाएको होइन। अनि त्यहाँदेखिको चाहिँ म माथि मनदीपले मलाई माथि लिएर गएको थियो नि त, अनि मैले चिकन पनि ल्याएको थिएँ। अनि के भन्छ त्यतिखेर त मैले भिडियो गरेँ कि कस्तो ढिलो भएको थिएन। अनि आएर खाना बनाएर फेरि म उतातिर एकैछिन उयो खानाहरू खाइसकेर म उतातिर डुल्नु गएको थिएँ नि त। अनि बाई बाई गाइस, अर्को भिडियोमा भेट्यौँ। मलाई थ्याङ्क यू फर वाचिङ, बाई बाई।